नमस्कार गाइस, म एसएमसी मा आएको छु र एसएमसी को भित्र यसै भिडियो गर्दै आएको। अनि यो भित्रको गेस्ट हाउस हो। यो ठुलो भिआइपी गेस्ट हाउस। यो हेर्नुस् है, सबै ग्लास लागेको। यो स्विमिङ पुल तल छ। यो स्विमिङ पुल हो। यो सिँढी हो माथि चढ्ने। राम्रो लागेको छ। यो एसएमसी को माथि यो सबै स्टिलको रेलिङ हो। हेर्नुस् गाइस, कस्तो राम्रो लागेको छ। एसएमसी ठुलो छ नि गाइस। यो एसएमसी को बाहिरको भिआइपी गाडी राख्ने ठाउँ हो। फुल लगाएको छ गाइस। यो रोड हो एसएमसी बाट तल जाने गाइस। आगे पछि सबै फुल लागेको छ। एसएमसी हो यो गाइस। यो सिटिए को आधा भाग देखाएको गाइस। सिटिए को रोड हो। यो सिटिए बल्ला सिटिए को गार्डन। सिटिए गेस्ट हाउस। यो सिटिए को रूम माथिबाट मात्रै देखाएको। जंगलको माझमा छ गाइस। हाम्रो मालीहरूले फूल लगाउँदैछ। अहिले फूलको चारा उरा ल्याएको र लगाइराखेको छ। यो गार्डन गाइस, कस्तो मजा फिल बनाइराखेको छ। सुन्दर हराभरा र जंगलको माझमा बनाएको गेस्ट हाउस सिटिए गेस्ट हाउस हो। हेर्नुस् गाइस, कति राम्रो लागेको छ। यो फूलको गाछहरू अहिले सिजन लगाउने सिजन हो। मालीहरूले लगाइराखेको छ गाइस। यो गाडी यो सिटिएको भित्र यो हाम्रो रिसेप्सन हो। यो सिडी माथि चढ्ने गाइस। यो गेन्डा भन्छ। यो काठको हो। आज कमसेकम 20-25 वर्षदेखिबाट छ। यो आसामको सबभन्दा ठुलो मूल्य चीज हराई। यो प्राइज गार्डनबाट भेटेको मालीहरूले यो लेडिज स्टेसनबाट यो देखको माने ममको और साल भन्छ, मेखला चादर। यो तल आउने सिडी, त्यो अघि माथि चढ्ने थियो, यो तल नाम्ने सिडी हो गाइस। यो कन्फरेन्स रुम हो हाम्रो। यसमा मिटिङ उटिङ भइरहेको छ गाइस। अझै पनि हजुरलाई बहुत राम्रो अनकमन सामान देखाउँछु गाइस। यो साइकल बेतको साइकल हो गाइस। कस्तो लाग्यो गाइस। ये दुईटा छ बेतको साइकलको चेयर गाइस। यो माथिबाट फेरि खिड्की खोलेर गाइस देखाएको गार्डन यो गाइस। यो त्यही आगेको गार्डनको साइड देखाएको गाइस। कस्तो मजाको हराभरा भएको यो जंगलको माझमा गेस्ट हाउस बनाएको। इन्डियनले बनाएको। यो सबै जंगलको माझमा बनाएको। कति राम्रो। हेर्दै जानु होला गाइस। लाइक कमेन्ट गर्नु होला।